भने गिलु बाबाको धर्म मात्र नसोचेर साक्य पनि परे गग्यु पनि परे निङमा पनि परे त्यस्तो सबै धर्म पढ्नेको मौका पाएको धेरै खुसी लाग्छ त्यो मात्र नभएर अभ्यास मेडिटेसन एन्ड प्र्याक्टिसको बारेमा पनि गिलु निङमा गग्यु साक्य सबैलाई अनि मैले जति सक्यो अभ्यास गर्दैछु अनि अब मैले आज म के कुरा भन्न चाहन्छु भनेदेखि मैले अहिलेसम्म जति परेको पराय भएको त्यहाँदेखि थाहा भएको कुरा अनि त्यो मात्र नभएर अभ्यास गरेको देखि कुरा अनि अब 1997 देखि अनि परायहरू सबै सिकेर टिचरको काम बुद्ध धर्मको टिचरको काम 1997 देखि अहिले 2017 सम्म 20 वर्ष टिचरको काम गरेँ अब त्यसको भित्र पनि अनि त्यो धर्मशालामा मात्र नभएर यताउता अनि स्कुलतिर इन्स्टिट्युटतिर अनि युनिभर्सिटीतिर फेरि हाम्रो टिबेटन कोलोनीतिर नेपालमा आएर पनि हाम्रो नेपालको कहाँ कहाँ काठमाडौँतिर यता साम्बु अनि बौद्ध अनि पाटन अनि त्यहाँदेखि त्यो गाउँ गाउँतिर अनि पोखरामा पनि यो पाल चाहिँ 14 हो पहिला पहिला 18 वर्षको पहिला एकचोटि अनि त्यो छिजुर बुच्याङसँग आएको त्यो बेलामा चाहिँ छिजुर बुच्याङले वाङ दियो बिहान त्यो सकेर चाहिँ मलाई धर्म प्रोजेक्ट गर्नुपर्छ भने त्यो बेलामा म घिसी पनि होइन लोभन पनि होइन तर अलिकति पढेर एमए डिग्री मात्र पाएको छ त्यो बेलामा मैले नेपालीमा अलिकति धर्म प्रोजेक्ट गर्यो त्यो 18 वर्षको पहिलो कुरा हो त्यो पोखरामै हो फेरि पछि 2010 मा एकचोटि यहाँ आएँ फेरि 2011 मा बुद्ध जयन्ती समाजले यहाँ प्रमुख त्यसमा आउनुपर्छ भन्नुको कारणले यहाँ आएर हाम्रो बुद्ध जयन्तीकै टाइममा हो त्यहाँ धर्म परिचय गरेँ अब अहिले यो चाहिँ 14 त्यस्तो 14 अब पछितिर फेरि आउनु पनि सक्छ अब आज मेरो पढाइ र अनुभवदेखि के भन्नु चाहन्छु भनेदेखि पहिला चाहिँ हामीले यो बुद्धको हामी सबैले भन्छ नि म बुद्धको एउटा चेला हो बौद्ध हो हामीले भन्छ तर पनि हामी बौद्ध हो भन्दै भन्दै बुद्ध भन्ने के हो भनेर थाहा हुने धेरै गाह्रो धर्म भन्ने के हो सङ्घ भन्ने के हो भन्ने चाहिँ अनि थाहा हुने गाह्रो त्यसो कारणले पहिला म के भन्न चाहन्छु भनेदेखि बुद्धकै बारेमा भन्यो भनेदेखि धेरै टाइम लाग्ने धेरै गहिरो कुराहरू छ तर अहिले मैले सर्ट गरेमा आज म जो कुरा गर्छ त्यो चाहिँ मैले कसरी गर्ने भनेदेखि एकमा साइन्टिफिक भने चाहिँ विद्वानको कुरा गर्ने जस्तो तरिका त्यो चाहिँ के हो भनेदेखि आफ्नो एउटा विश्वासले मात्र कुरा गर्नु होइन रियालिटीमा सत्यको कुरामा अनि गर्ने एउटा चाहिँ बुद्धिस्ट लजिक भनेदेखि बुद्ध धर्मको भित्र भएको एउटा अनि कारणदेखि कुरा गर्ने त्यो धेरै ठुलो कुरा हो विश्वासको मात्र कुरा गर्नेदेखि अहिले यो जन्ममा अहिले यो टाइममा अब हाम्रो यो वर्ल्ड चाहिँ अब पहिलाको जमाना जस्तो बसेको छैन अहिलेको समयमा यो वर्ल्ड जमलिङमा धेरै एजुकेसन पढाइको धेरै डेभलपमेन्ट भइसकेको छ बाहिर पनि विकास धेरै भइसकेको छ खानादेखि लिएर लुगादेखि लिएर अनि त्यो पैसादेखि लिएर अनि जोस बाहिरीको मेटेरियलको विकास धेरै भइसकेको छ अनि ज्ञानको कुरामा पनि धेरै विकास भइसकेको छ
अब त्यस्तो समयमा पनि पहिला पुरानोको कुरा मात्र गरेर बस्यो भनेदेखि त्यस्तो नहुने हो। त्यसो कारणले चाहिँ अहिले टाइममा कुरा गर्ने बेलामा चाहिँ दुई तरिकादेखि कुरा गर्नुपर्छ। एउटा चाहिँ साइन्टिफिक, एउटा चाहिँ बुद्धिस्ट लजिकदेखि के रिजन, के कारण छ, किन हो भनेको कुरामा चाहिँ गर्नुपर्ने छ। त्यसो कारण मैले पनि यो अहिले यो दुईटादेखि कुरा गर्न चाहन्छु। अब एकमा चाहिँ अहिले यो संसारमा बुद्धलाई कसरी मान्छेले हेर्छ, कसरी उहाँलाई चिनाउँछ भन्यो भने त्यसमा चाहिँ 5 कारण छ। एउटा चाहिँ के छ भनेदेखि बुद्धको शिक्षाको भित्र हामीले राम्रो हेर्दाखेरि उहाँको शिक्षाको भित्र चाहिँ अनि त्यो साइन्सको कुराहरू पनि धेरै कुरा राखेको छ उहाँले। त्यसो कारणले अहिले बुद्ध धर्म चाहिँ कस्तो हो भनेदेखि वैज्ञानिकहरूले भन्छ बुद्धको धर्म चाहिँ साइन्टिफिक धर्म हो भन्छ। बुद्धको धर्मको भित्र मेन्टल साइन्सको बारेमा धेरै छ भनेको कुरा आउँदैछ। त्यसो कारणले वैज्ञानिकहरू धर्मलाई अनि स्वीकार गर्दैन, धर्मलाई ढोक्दैन, तर भने बुद्धलाई उनीहरूले चाहिँ अनि धेरै ज्ञानी हो भनेर चाहिँ मान्छ। अब दुईमा फेरि बुद्धको धर्मको भित्र बुद्धको धर्मको भित्र साइन्सको बारेमा धेरै भनेको कारणले बुद्ध चाहिँ एउटा ग्रेट साइन्टिस्ट हो भनेको कुरा चाहिँ पुग्यो। दुईमा चाहिँ बुद्धको धर्मको भित्र हामीले कम्प्युटर पढ्छ नि, त्यसको भित्र के हुन्छ भनेदेखि फिलोसफीको बारेमा, सिद्धान्तको बारेमा गहिरो धेरै राम्रो कुराहरू सिद्धान्तको बारेमा भनेको छ। त्यसको कारणले बुद्ध कस्तो हो भनेदेखि बुद्ध चाहिँ ग्रेट फिलोसफर भनेर महासिद्धान्तवाद हो भनेर त्यस्तो कुरा चाहिँ अहिले आउँदैछ। फेरि बुद्धको धर्मको भित्र चाहिँ कुरा एउटा चाहिँ के को बारेमा छ भनेदेखि बुद्धको धर्मको भित्रमा अनि बुद्धले अनि मान्छे राम्रो हुनुको लागि यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन भनेको एडभाइस, सल्लाह सुझावको बारेमा धेरै भन्नुभएको छ। त्यसो कारणले बुद्ध पनि एउटा ग्रेट गाइडनेस हो भनेर त्यस्तो हो भनेको कुरा बनाएको छ। अब बुद्धको त्यो कम्प्युटरको भित्र धर्मको भित्र एउटा कुरा चाहिँ के छ भनेदेखि मेडिटेसनको बारेमा, अभ्यासको बारेमा, साधनाको बारेमा धेरै कुरा राम्रोहरू चाहिँ त्यो भित्र छ, गहिरो धेरै डिप। त्यसो कारणले बुद्ध चाहिँ के हो भनेदेखि साइन्टिस्ट पनि हो, बुद्ध चाहिँ महायोगी पनि हो भनेर त्यस्तो कुरा हुन आएको छ। त्यसो कारणले हामीले बुद्धलाई हेर्नु बेलामा चाहिँ कसरी हेर्नुपर्छ भनेदेखि उहाँ चाहिँ एउटा ग्रेट साइन्टिस्ट पनि हो, ग्रेट एडभाइसर पनि हो, उहाँ चाहिँ एउटा ग्रेट योगी पनि हो, उहाँ चाहिँ एउटा ग्रेट गाइडर भन्छ नि त्यो पनि हो, उहाँ चाहिँ एउटा धेरै ज्ञानी त्यो पनि हो, ग्रेट एजुकेटेड पर्सन। त्यस्तो हामीले थाहा हुनुपर्छ। बुद्ध भनेर चाहिँ त्यस्तै लुगा सेतो पाइलो लुगा लगाएर यसो बस्ने त्यस्तो मात्र सोच्नु हुँदैन। बुद्ध भने चाहिँ धेरै नै त्यो ज्ञानी, धेरै नै गुण, धेरै नै त्यो एजुकेसन भएको, धेरै शिक्षा भएको, धेरै ज्ञान भएको त्यस्तो हो भनेर हामीले थाहा हुनु पर्यो। अब म अहिले के भन्न चाहन्छु भनेदेखि बुद्धले हामीलाई के भन्नुभएको छ भनेदेखि एकमा बुद्धले हामीले मान्छे राम्रो हुनुपर्छ भन्ने कुरा एउटा चाहिँ भन्नुभएको। यो सम्पूर्ण भाषामा के भन्छ भनेदेखि मिसम्बो मियापो शुद्ध मान्छे, असल मान्छे त्यस्तो हुनुपर्छ भने एउटा
असल मान्छे शुद्ध मान्छे भन्ने चाहिँ कसरी हुनुपर्छ त्यसमा चाहिँ दुई तरिका छ एकमा चाहिँ के चाहियो भनेदेखि सम्बोटा भाषामा भन्छ येरक्चोसङ भन्छ येरक्चोसङ भने चाहिँ नेपालीमा चाहिँ असल विचार र असल आचरण र असल विचार र असल आचरण भन्ने त्यो हो त्यसको कारणले हामी एउटा मान्छे राम्रो हुनु चाहन्छ भनेदेखि हामीले असल विचार र असल आचरणलाई ध्यान दिनुपर्छ राम्रो अब यो बानी हाम्रो सोचाइ हुन्छ नि सोच्ने तरिका भन्ने राम्रो बानी व्यवहार भन्ने राम्रो त्यस्तो भयो भनेदेखि त्यो मान्छे राम्रो बन्छ त्यो एउटा कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ अब राम्रो सोचाइ भन्ने बानी राम्रो भन्ने त्यो चाहिँ कहाँबाट आउँछ भनेदेखि हाम्रो मनको भित्र मैत्री र करुणा भयो भने त्यो हुन्छ मान्छेलाई मैत्री र करुणा भन्ने चाहिँ छैन भनेदेखि त्यो मान्छे चाहिँ राम्रो हुनु धेरै गाह्रो हो त्यसको कारणले मान्छे राम्रो हुनुको लागि हामीले के चाहिन्छ भनेदेखि मैत्री अनि करुणा अब त्यो संस्कृतमा भाषा भयो हामी नेपाली भाषामा चाहिँ माया र दया भन्ने त्यस्तो मन चाहिँ धेरै राम्रो हुनुपर्छ माया दयाको मन धेरै राम्रो भयो भनेदेखि आफै एउटा मान्छे राम्रो एउटा हुनसक्छ अब माया दया भनेको कुरा पनि हामीले म आफैले माया छ म आफैले दया छ त्यसले पुग्यो भनेर त्यो होइन आफैले माया दया गर्नुपर्छ त्यो सँगै त्यो चाहिँ बिस्तारै अरूलाई आफ्नो बालाई माया दया गर्ने आमालाई माया दया गर्ने दाइ भाइहरूलाई माया दया गर्ने दिदी बहिनीहरूलाई माया दया गर्ने फेरि त्यो पनि बिस्तारै फैलाएर छिमेकीलाई माया दया गर्ने अनि टोलमा भएको अनि गाउँतिर आफ्नो मान्छेहरू हुन्छ नि अब यहाँ समाजमा भएको त मान्छे धेरै छ नि सबैले माया दया गर्ने फेरि त्यो पनि फैलाएर हामी यहाँ पोखरामा भएको जति मान्छे सबैले माया दया गर्ने त्यो पनि फेरि फैलाएर नेपालीहरू सबैले गर्ने तिब्बतीहरू सबैले गर्ने इङ्ग्लिसहरू सबैले गर्ने यस्तो गरेर एसियन वर्ल्ड त्यहाँदेखि लिएर बुद्धले भनेकै जस्तो जीव जन्तुहरू सबैले माया दया गर्ने चाहिँ त्यो चाहिँ हामीलाई चाहिन्छ अब हामीले जीव जन्तुहरू सबैले माया दया गर्छु भनेको मनमा आयो भनेदेखि हामीले सीमा चाहिँ राख्दैन हामीले जीव जन्तुहरू सबैले माया दया आउनु सक्यो भनेदेखि हो म हो तिमी हो भनेर सीमा राख्दैन मेरो घर मेरो फ्यामिली मेरो अनि परिवार हो तिमी अर्को भनेर सीमा राख्दैन हैन फेरि मेरो गाउँ हो तिमी अर्को गाउँ भनेर सीमा राख्दैन है म नेपाली हो तिमी तिब्बती हो तिमी इन्डियन हो तिमी इङ्ग्लिस हो भनेर सीमा राख्दैन अब त्यही जस्तो फेरि हाम्रो त्यो समाज मेरो समाज तिम्रो समाज सीमा राख्ने त्यो पनि हुँदैन म बुद्धिस्ट हो तिमी हिन्दू हो तिमी मुस्लिम हो त्यो पनि सीमा राख्दैन होइन बुद्धले यस्तो कुरा भनेकै छैन बुद्धले बुद्धिस्टहरूलाई माया गर्नुपर्छ हिन्दू मुस्लिम त्यस्तोहरूले चाहिँ अनि हान्नु गर्नुपर्छ भन्ने कुरा भनेको छैन जीव जन्तुहरू सबैलाई अनि सम्मान गरेर सम्मान र आदर सम्मान गरेर सबैलाई अनि माया दया गर्नुपर्छ भन्ने कुरा त्यो पनि मान्छे मात्र नभएर हामी ठुलो प्राणी सबैलाई माया दया गर्नुपर्छ कुरा त्यस्तो छ त्यसको कारणले हामीले मेरो समाज भने म बुद्धिस्ट हो तिमी हिन्दू भने मुस्लिम त्यस्तो कुराहरू चाहिँ गरेर चाहिँ सीमा राखेर अनि यसो गर्नु सबैलाई हेर्ने तरिका
एउटै हेर्नुपर्छ। अब त्यसको कारणले म अहिले पहिला के भन्न चाहन्छु भनेदेखि सत्य नै हामी एउटा मान्छे राम्रो मान्छे अनि हुनु चाह्यो भने हुनु चाह्यो भने हामीले चाहिँ अब के हुनु पर्यो भनेदेखि हाम्रो मनको भित्र माया र दया राम्रो चाहियो। त्यो पनि जीव जन्तुहरू सबैलाई एक सम्बन्ध राखेर सबैले माया दया गरेर सोच्नु सक्ने अनि सम्झनु सक्ने हेर्नु सक्ने त्यो चाहियो। त्यो एउटा कुरा। अब एउटा चाहिँ के छ भनेदेखि माया दयादेखि अरूलाई हान्नु हुँदैन, अरूले राम्रो गर्नुपर्छ भनेको कुरामा किन भनेको एउटा त्यो प्रश्न आउन सक्छ। अब त्यसमा कोही कोहीहरूले धर्मबाट के भनेदेखि हो यो त हाम्रो यो देवताले भनेको कुरा हो, हाम्रो त्यसको कारणले हामी गर्नुपर्छ। त्यो होइन। हामी राम्रो सोच्नु छ। आफैले मान्छे अरूले माया गर्यो भने आफैले फाइदा छ, दया गरेर आफैले फाइदा छ। अरू मान्छेले आफैले अनि हानेको जस्तो नराम्रो गरेर आफैले फाइदा छैन, आफैले दुःख छ नि। त्यही जस्तो आफैले पनि अरूलाई माया दया नगरेर दुःख दियो भने उसलाई दुःख हुन्छ नि। त्यसको कारणले बुद्धले के भन्यो भनेदेखि प्रतिता समुपता, तपाईँले आफैलाई माया दया भएको जस्तो आफैले जीव जन्तु सबैलाई माया दया गर्नुपर्छ, हान्नु हुँदैन, दुःख दिनु हुँदैन। किन भनेदेखि प्रतिता समुपता हो। तपाईँले अहिले अरूलाई नराम्रो गरेको एउटा कर्मले फेरि त्यसको फलमा तपाईँ आफै दुःख हुन्छ। कर्म फल भनेको कुरा चाहिँ प्रतिता समुपतादेखि अनि भन्नुभएको। त्यसको कारणले चाहिँ हामीले त्यो अरूलाई चाहिँ माया दया गर्नुपर्छ। अरूलाई चाहिँ हान्ने यस्तो नराम्रो काम चाहिँ जहिले पनि गर्नु हुँदैन। जो अब मनको भित्र माया र दया, जीव जन्तुहरू सबैले माया दया गर्नुपर्छ। यो सबभन्दा ठुलो कुरा एउटा। अब दुईमा अब हामी एउटा मान्छे मात्र नभएर हामी एउटा बुद्धको चेला हो है। अब हामी बुद्धको चेला भएको कारणले हामीले के भन्छौँ भने बौद्ध भन्छन्, हामी बौद्ध हो भन्छ नि। अब हामी बौद्ध भनेको त्यसमा चाहिँ हामीले राम्रो हेर्ने बेलामा बुद्धले कङ्गुरको भित्र धर्म कसो दिएको छ। त्यसको भित्र हिनायानाको कुराहरू सबै त्यहाँ छ, मायानाको कुराहरू सबै त्यहाँ छ, वज्रयानको कुराहरू सबै त्यहाँ छ। अहिले धिरुपा निङमा कैक्यु साक्य सबैले जो धर्म गर्छ त्यो धर्म चाहिँ बुद्धकै त्यहाँबाट आएको। त्यसको कारणले अहिले हामीले म बुद्धको चेला हो भनेको मनमा छ भनेदेखि हामीले जिम्मा दुईवटा लिनु पर्यो। एकमा चाहिँ हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनु पर्यो जिम्मा। दुईमा चाहिँ बुद्धको चेला भएको कारणले बुद्धको चेला, शुद्ध चेला, राम्रो चेला एउटा चाहिँ हामी हुनु पर्यो। अब त्यसको कारणले हामीले हिनायानाको गुरुहरू देख्यो, धर्महरू देख्यो, सुन्यौँ, त्यो बेलामा पनि राम्रो हो बुद्धकै हो भनेर मनमा राख्नुपर्छ। फेरि महायानाहरूको धर्म गर्ने मान्छेहरू हो, गुरुहरू हो, अनि त्यो धर्महरू हामीले सुन्दाखेरि त्यो पनि बुद्धको धर्म राम्रो हो भनेर हामीले सम्मान गर्नुपर्छ। फेरि वज्रयानाको गुरुहरू हुन्छ, धर्महरू हुन्छ, त्यो पनि राम्रो हो भनेर हामीले मनमा राख्नुपर्छ। त्यो मात्र नभएर म आज के भन्नु चाहन्छु भनेदेखि मैले अघि भनेको जस्तो निङमा परम्पराको धर्म पनि मैले सिकेँ। मैले आफ्नो गुरु परम गुरु दलाई लामाजीदेखि निङमाको वाङ धेरै थापेँ, निङमाको लुङठी धेरै थापेँ। कुसा लामादेखि लिएर थोक्ता पर्दै गेवादेखि लिएर हो चक्सिङदेखि लिएर ठेक्चुदेखि लिएर थेगेलदेखि लिएर सबै गरिसकेको छ। त्यो मात्र नभएर मैले निङमाको धेरै गुरु एउटा राम्रो मनालीमा अनि तपस्या बसेर 40 वर्ष त्यसो बस्ने छाममा बस्ने निङमाको लामा खेन्जिङ तुत्तिन यसरी गरे। उहाँदेखि पनि मैले धर्म निङमाको धर्म धेरै लिएँ। त्यहाँदेखि मैले के थाहा भयो भनेदेखि निङमाको धर्म भन्ने
निगमाको धर्मदेखि आफूले परेर आवेश गरे भनेदेखि बुद्धसम्म पुग्न सक्ने धर्म त्यस्तो धेरै शुद्ध धर्म। अब निगमाको धर्म चाहिँ कसरी भयो भने त्यसको कुरामा अलिकति म भन्यो भने पहिला बुद्धले इन्डियामा धर्मचक्र वाराणसीमा अनि हिनायानाको धर्म दिनुभयो, चार आर्य सत्यको बारेमा, फेरि राजगिरमा धर्म दिनुभयो, धर्मदेश, त्यहाँदेखि अनि वैशालीमा दिनुभयो, अमरवतीमा दिनुभयो। त्यो सबै धर्महरू चाहिँ बिस्तारै बिस्तारै 4th सेन्चुरीमा चाइनामा गएर चाइनामा धर्म फैलायो। फेरि त्यही धर्म डाइरेक्ट 7 and 8 सेन्चुरी 7 र 8 को बीचमा चाहिँ इन्डियाबाट डाइरेक्ट तिब्बतमा गएर तिब्बतमा धर्म चाहिँ फैलायो। त्यो बेलामा राजा चाहिँ को छ भनेदेखि पहिला राजा चाहिँ सञ्जन गाउँ हो, त्यसको पछि चाहिँ ठिसुङ देशे। ठिसुङ देशको बेलामा चाहिँ गुरु सम्भावा पेटमा सम्भावा इन्डियाबाट तिब्बतमा पालो भयो। अनि धर्मराष्ट्र वहाँ पनि अनि इन्डियादेखि तिब्बतमा पालो भयो। तिब्बतमा ठिसुङ देशे गुरु सम्भावा अनि खिन्चेन अनि 29 त्यो भएर अनि त्यहाँदेखि नगुर्गिमाको धर्म भनेर त्यो फैलायो। त्यो धर्म चाहिँ नलेन्द्रकै धर्म हो, बुद्धकै धर्म हो, नलेन्द्रकै धर्म हो। अब त्यहाँदेखि फेरि बिस्तारै 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 अनि कैक्युको धर्म चाहिँ फैलायो। कैक्युको धर्म फैलाउने को लामा मार्पा हो। लामा मार्पाको चेला धेरै ठुलो दुईवटा भएको छ। एउटा चाहिँ जिचुन मेला रेपा हो, एउटा चाहिँ अनि एउटा चाहिँ अनि एउटा चाहिँ थापोलाचे हो। उहाँ दुईटाले अनि कैक्युको धर्म यस्तो राम्रो फैलाएको छ। त्यसको कारणले मार्बतदेखि आएको धर्म कैक्युको धर्म पनि शुद्ध धर्म। त्यो धर्म पनि परेर आवेश गरेर बुद्धसम्म पुग्न सक्ने धर्म त्यस्तो। त्यसो गरेर हामीले निगमा धर्मलाई पनि सम्मान राख्नुपर्छ, रेस्पेक्ट गर्नुपर्छ, ठुलो मान्नुपर्छ। कैक्यु धर्मलाई पनि सम्मान राख्नुपर्छ, ठुलो मान्नुपर्छ। अब त्यो कैक्युको धर्म पनि राम्रो हो भनेर मैले त्यस्तै भने होइन। मैले फेरि श्री दलाई लामाजीदेखि कैक्युको थापो थार्किन भनेको ग्रन्थ छ, सबै पढेको छ। त्यो मात्रै नभएर मैले नेपालमा आएर एउटा कैक्युको लिनेजको एउटा छम 38 इयर्स 27 28 38 वर्ष छम बसेको एउटा गुरु मैले थापेर कैक्युको त्यहाँ छाक्या छुम्बो नारुचुर सबै ग्रन्थ सबै पढेको। त्यो पढ्दाखेरि फेरि मैले थाहा भयो कैक्युको धर्म चाहिँ यस्तो राम्रो रहेछ, शुद्ध रहेछ भनेर थाहा भयो। अब त्यसको पछि चाहिँ अब साक्याको धर्म, फेरि साक्याको धर्म पनि त्यस्तो होइन। साक्या खोम्बाङदेखि आएको, साक्या खोम्बाङमा पनि आवालोकति शिवाराको अवतारी त्यस्तो गुरुहरू हो, त्यहाँदेखि आएको धर्म। फेरि साक्याको धर्म पनि मैले पढेँ, लाम्डेहरू सबै पढेँ, यस्तो राम्रो धर्म। त्यसको कारणले साक्याको धर्म पनि ठुलो मान्नुपर्ने। अब त्यसको माथि गिलुको चोङ्खाबादेखि आउनुभएको धर्म हो। चोङ्खाबादेखि आउनुभएको धर्म पनि मैले सबै पढेको छ, सूत्रदेखि लिएर तन्त्रदेखि लिएर। अब गिलुको धर्म पनि यस्तो राम्रो छ, त्यो धर्मले बुद्धसम्म पुग्न सक्नेछ। त्यसको कारणले म आज के भन्न चाहन्छु भनेदेखि बुद्धको धर्म हिनायान होस्, महायान होस्, वज्रयान होस्, निन्मा होस्, कैक्यु होस्, साक्या होस्, गिलु होस्, त्यो धर्म सबै धेरै राम्रो, धेरै उत्तम वा धेरै अनि शुद्ध। त्यो धर्मदेखि बिस्तारै बिस्तारै हामी बुद्धसम्म पुग्न सक्ने, त्यो धर्मले जीव जन्तुहरू सबैको दुःख निभाउन सक्ने, सुख सबै पाउन सक्ने त्यस्तो हो। त्यसको कारणले चाहिँ म के भन्छ हामीले धर्मको भित्र, बुद्धकै धर्मको भित्र
सीमा राखेर यो राम्रो यो नराम्रो यस्तो कुरा चाहिँ गर्नु हुँदैन। आज म तपाईहरु सबैले मिक्सै इलाकालाई विशेष गरेर तपाईहरु सबैले थुजी छ धन्यवाद भन्न चाहन्छु। किनभनेदेखि म यहाँ आउनेको कुरा चाहिँ अघि भनेको जस्तो हो, आउने हो, तर उहाँले मलाई बोलाउनु भयो। फेरि उहाँ पनि पहिला त्यहाँ के अरे काठमाडौँमा मैले समाज एउटा खोलेको छ, द सोसाइटी अफ इन्ट्रोडक्सन टु बुद्धिज्म भन्ने चाहिँ नेपाल बुद्ध धर्म परिचय समाज भन्ने एउटा खोलेको छ। त्यसको उद्घाटनको बेलामा अनि गुरु त्यहाँ आउनुभएको चिनेको छ। आज म यहाँ आउँदाखेरि उहाँले मलाई वेलकम गरेको। फेरि उहाँ निङमाको देखि अहिले पूजासुजा गरेर गुरु भयो। त्यसो कारणले म एउटा निङमाको गुरु एउटा मिलेको भने म धेरै खुसी लाग्यो हैन। अब त्यो मात्र नभएर म यहाँ तपाईहरु सबै मिल्यो त्यो ठिको माथि बसेर बिस्तारै हेरेको त फेरि यहाँ शाक्यमुनि त बीचमा छ। यो त हाम्रो बुद्ध धर्मको सबभन्दा ठुलो भयो। फेरि यताउता सबै हेर्दाखेरि चाहिँ हामीले मान्नुपर्ने कुराहरू सबै छ। फेरि दोर्जीसँग उहाँ वज्रधारा उहाँ हुनुहुन्छ, त्यो तान्त्रिकमा सबभन्दा ठुलो छ वज्रधारा। फेरि मैले यसो हेरेको त यहाँ साक्यागो पनि छाडे छ, निङमागो पनि छाडे छ, यो गिलुक्पो पनि छाडे छ। त्यस्तो हेर्दाखेरि ओ राम्रो भनेर मैले मनमा आयो है। अब उहाँले मनको भित्र निङमाको राम्रो अरू त केही होइन भनेको मनमा छ भनेदेखि त्यस्तो लेख्दैन, लेख्नु पनि दिँदैन हैन। अब उहाँ आफैले निङमाका यो साके गिलो सबै राम्रो भनेको मनमा आयो, यसो लेख्यो, पूजा सुजा गर्यो। अब हजुरहरू पनि सबै यहाँ आएर चाहिँ ढोक्नेहरू भयो। हजुरहरूले पनि मलाई मिल्नको लागि गाह्रो केही छैन हैन। हामी यस्तो हुनुपर्छ। बुद्धको चेला भन्ने चाहिँ मन सानो पुसुतो खर्च सेम पुसुतो मन सानो हुँदैन। बुद्ध भने चाहिँ मन सानो भएको बुद्ध होइन। बुद्धको मन सबभन्दा ठुलो छ, खुलेको मन छ। त्यसको चेला भने बुद्धै जस्तो मन ठुलो हुनुपर्छ, मन खुलेर बस्नुपर्छ है। बुद्ध चाहिँ ठुलो मन, चेलाहरू चाहिँ सानो मन बसेर फेरि है सीमा राखेर मेरो तिम्रो हाम्रो तिम्रो तपाईहरुको है हाम्रो समाज तपाईहरुको समाज हामी निङमा तिमी काकी साक्या गिरु बसेर यसो गर्यो भनेदेखि म लाग्छ नि। अब म बामा एकजना उदाहरणमा म बामा म चाहिँ बा हो एक उदाहरणमा। अब मलाई बच्चाहरू 4-5 वटा छैन। अब बीचमा सीमा राखेर जुटेर बस्यो भने जुटेर बस्यो भने त्यो बालाई चाहिँ खुसी हुन्छ कि हुँदैन? खुसी हुनु गाह्रो हुने है। अब बच्चाहरू सबै मिलेन यस्तो भयो, अब के गरौँ भन्छ नि। त्यही जस्तो बुद्ध त हाम्रो बा भन्दा बा हो है। त्यसो कारणले एउटा आफ्नो बा बुद्धको चेला निङमा भयो, हिनायाना भयो, मायाना भयो, वज्रयाना भयो, निङमा काक्यु साक्या गिलु, त्यो सातवटा चाहिँ सीमा राखेर यताउता पक्षपात गरेर यसो बस्यो भनेदेखि बुद्धले यस्तो हेर्दाखेरि पनि मन दुख्छ नि। मेरो चेला आफ्नो यसो गरेर बसेर छ, जुतेर बसेर छ, यस्तो के भनेर बस्यो भनेर धेरै त्यो हुन्छ नि। त्यसो कारणले हामीले सत्य नै हामी बुद्धलाई मान्छौँ, बुद्धको एउटा चेला राम्रो गर्छु, बौद्ध राम्रो गर्छु भनेदेखि हामी बुद्धको चेला भएको सबै मिलजुल गरेर बस्नुपर्छ, माया दया गरेर बस्नुपर्छ। यता एउटा बौद्धलाई एउटा बौद्धको समाजलाई केही प्रब्लम केही दुःख केही समस्या भयो भने उता अर्कोले हेरेर नबसेर ए बिचरा उनीहरू प्रब्लम भएछ उनीहरूलाई हामी के गरौँ फाइदा के गरौँ भनेर अलि फाइदा सहयोग गर्ने। फेरि यता यस्तो हुँदाखेरि उता त्यसो गरेर सबै मिलजुल गरेर बस्नुपर्छ। यो एउटा चाहिँ हामीले थाहा हुनुपर्ने कुरा। अब एउटा चाहिँ हामीले के थाहा हुनु पर्यो भनेदेखि मैले पहिलेदेखि नै भनेको छ, काठमाडौँतिर जहाँ धर्म त्यो गर्ने म भन्ने छ। हाम्रो अहिले गर्ने अहिले हामी छोगा छोक गरेर हामीले
गर्छ नि मञ्जुश्रीको पूजा पनि गर्छ चेरेसी अवलोकनेश्वरको पूजा गर्छ अब हामी सबैले मान्यता जाप्छन् हैन ओ माने पे माने त्यस्तो धर्म चाहिँ कहाँबाट आएको हो भनेर हामीले राम्रो सोच्यो भनेदेखि यो हिमालयन क्षेत्रको भएको धर्म हो यो हिमालयन क्षेत्रको भएको धर्म चाहिँ कहाँबाट आएको हो भनेदेखि तिब्बतबाट आएको हो तिब्बतमा धर्म चाहिँ कहाँबाट आएको भनेदेखि इन्डिया भारतको बुद्धले धर्म देश गरेर आएको हाम्रो धर्म चाहिँ त्यो तिब्बतबाट यसो आएको त्यसो कारणले हामीले के सोच्नुपर्छ दलाई लामाले के भन्नुहुन्छ दलाई लामाले भन्छ भारत देश भारत जो छ हाम्रो तिब्बतको गुरु जस्तो हो हामी तिब्बतीयनहरु चाहिँ उहाँको चेला जस्तो हो भनेर उहाँले भन्नुहुन्छ किन भनेदेखि तिब्बतको धर्म चाहिँ इन्डियाबाट आएको कारणले अब त्यही जस्तो हिमालयन क्षेत्रको धर्म चाहिँ तिब्बतबाट आएको कारणले हामी पनि के भयो भनेदेखि अलिकति खर्च भाइ जस्तो भयो हाम्रो दाइ जस्तो चाहिँ तिब्बत भयो नि हैन त्यसो कारणले हामीले हामी हिमालयन क्षेत्रमा यस्तो धर्म अनि कसरी भएको हो कहाँबाट आएको हो यसो राम्रो सोच्दाखेरि चाहिँ तिब्बतबाट आएको हो भनेर हामीले तिब्बतलाई पनि सम्मान गर्नुपर्छ अहिलेसम्म धेरै राम्रो छ यहाँ नेपालमा चाहिँ तिब्बतीहरू पनि बसिएको छ हामी नेपालहरू पनि बसिएको छ हैन अब हामीले यस्तो छेउको कुरामा धर्म र संस्कृति कुरामा आउँदाखेरि तिब्बतको लामादेखि हामीले चाहिने कुरा के छ नि हैन फेरि तिब्बतीहरूले पनि के सहयोग चाहियो बस्ने ठाउँदेखि लिएर के चाहियो त्योहरू फेरि हामी नेपाल सरकार र हामी नेपालीहरूले उनीहरूलाई सहयोग गर्नु पर्यो हैन हामी यस्तो गरेर मिलजुल गरेर यताउता सहयोग गरेर बस्यो भनेदेखि हाम्रो यो धर्म र धर्मदेखि भएको संस्कृति बजाएर बस्नु सक्छ त्यो चाहिँ सबैले मनमा राख्नुहोस् हामी मिलजुल गरेर बस्नुपर्छ भन्ने कुरा है यो एउटा अब 3 मा म के भन्न चाहन्छु भनेदेखि यो एउटा 3 मा चाहिँ यो ठुलो कुरा हो म किन भन्न चाहन्छु भनेदेखि अहिले यहाँ बाजे खर्च बौद्ध बाजे बाजी म 13-14 वर्षदेखि इन्डियामा बसेर अहिले कति भयो 46 34 वर्ष इन्डियामा बसेको कारणले नेपाली धेरै बिर्सेछ अब अहिले बाजेहरू बजेरी बौद्धहरू छ हैन मेमे इबियाहरू अहिले हुनुहुन्छ हैन अब त्यसको तल अब बाआमाहरू अहिले हुनुहुन्छ नि अब मेमे र इबी र बारा आमा अब बौद्धहरू त्यसको बेलामा आफ्नो एउटा धर्मलाई इच्छा राखेर मानेर अहिलेसम्म धर्म बजाएर बस्नु सक्यो हैन अब हामीले के सोच्नुपर्छ यही जस्तो गरेर चाहिँ भविष्यमा अहिले 2017 हो 21st सेन्चुरी हो 21st सेन्चुरीमा बजाउन सक्ने चाहिँ 22nd सेन्चुरीमा बजाउन सक्छ कि सक्दैन फेरि 23rd मा कस्तो हुन्छ अब अहिले बाबाको टाइममा समयमा बजाउन सक्यो अब बच्चाहरूको समयमा बजाउन सक्छ कि बच्चाको बच्चा गरेर बजाउन सक्छ कि भनेर हामीले सत्य नै आफू एउटा बुद्धको चेला भएको कारणले बुद्ध धर्म भने चाहिँ ठुलो हो भनेको मानेर राम्रो गरेर सोच्यो भनेदेखि यो धेरै गाह्रो हो बजाएर यसरी सक्छ भने चाहिँ धेरै गाह्रो किन भने नम्बर 1 एकमा यो संसारको भित्र बाहिरको त्यो मेटेरियल त्यो खानादेखि लिएर बस्नु ठाउँदेखि लिएर लुगादेखि लिएर त्यो धेरै डेभलप हुँदै जान्छ विकास हुँदै जान्छ त्यो विकास हुँदै जाने बेलामा मान्छेको भित्र लोभ धेरै हुँदै जान्छ त्यो चाख्छ धेरै मन सबै बाहिरै जान्छ मको मेरो जिउ मेरो मनले
आफूले भित्र सोच्ने चाहिँ गाह्रो, बाहिर मात्र सोच्छ त्यस्तो टाइम समय। अब यो एक समय के छ भनेदेखि अहिले सुनम मान्छेको पुण्य घटेर जान्छ। त्यो घटेर गएको कारणले भने बुद्ध धर्म जस्तो यस्तो पुण्य मान्छेले अनि गर्नुपर्नेको धर्म पनि बिस्तारै बिस्तारै हटाउन सक्छ। अब 3 मा बच्चाहरू सबै अब मोडर्न एजुकेसन आधुनिक शिक्षामा धेरै ध्यान दिन्छ। आधुनिक शिक्षामा ध्यान दिएर बिस्तारै BA, MA, डक्टर डिग्री, इन्जिनियरिङ डिग्री त्यस्तो पाउँछ उनीहरूलाई। अब त्यो आधुनिक शिक्षामा धेरै परेको राम्रो हो। त्यो सँगै बुद्ध धर्म नपऱ्यो भनेदेखि बिस्तारै त्यस्तो शिक्षा भएको मान्छेले फेरि धर्म भने चाहिँ के पनि होइन, धर्म भने चाहिँ मान्छेले अनि मान्छेले झुकाउने, बुद्ध धर्म भन्ने चाहिँ मान्छेले झुकाउने हो। पूजा गरेर के फाइदा छ? कुञ्जो सुन कहाँ छ? सङ्घीय कुञ्जो त देख्दैन, हिन्दू कुञ्जो त देख्छ। उनीहरू पनि यस्तो हो, उता छाप्दिन जान्छ, यताबाट खेल्छ रहेछ, यसो भन्छ। अब बुद्ध धर्मसँगै नै अब विश्वास नभयो भनेदेखि अनि बुद्धको धर्म कसो बस्छ? अब मनको भित्र बुद्ध धर्मसँग छैन, मलाई विश्वास छैन भनेको मन आइसक्यो भनेदेखि ल हामी बौद्ध हो है, अब कुञ्जो सुन्न छाप्छ नि, बुद्धम शरणम गच्छामि भन्नु है भनेदेखि अब त्यो त फोर्स भयो नि, जबरजस्ती भयो नि, को मनमै छैन। त्यसो कारणले अब के हो भनेदेखि हामीले बुद्ध धर्मलाई संरक्षण र बुद्ध धर्मलाई संरक्षण गर्ने हो भनेदेखि अब हामीले कस्तो गर्नुपर्छ भनेदेखि बाप आमा आफैले भन्ने बुद्ध धर्म भने के हो भनेर पढ्नुपर्छ। 2 मा नानी बच्चाहरूले पनि बुद्ध धर्मको बारेमा शिक्षा दिनुपर्छ। बुद्ध धर्मको शिक्षा चाहिँ दिनु नसक्यो भनेदेखि, पढ्नु नसक्यो भनेदेखि बिस्तारै बुद्ध धर्म चाहिँ अनि न्याउडुके हराउँदै लोप हुँदै जान्छ। त्यसो कारणले चाहिँ आज चाहिँ अनि त्यसको कारणले अहिले म के भन्न चाहन्छु भनेदेखि अब अहिले हामीले पहिला परम्परादेखि आएको अनि त्यो माने जाप्ने, कोरा गर्ने, छापफुर्सी गर्ने, बत्ती बाल्ने, सप्तन गर्ने, पूजा गर्ने, त्यो पनि गर्ने हो। त्यो रोक्नु हुँदैन, त्यो छोड्नु हुँदैन, त्यो गर्ने हो। तर त्यसले चाहिँ के भन्छ भनेदेखि त्यो बुद्ध धर्मको मूल होइन। एउटा सिङदोङ हो के छ, सिङदोङ एउटा रुखलाई उदाहरण दियो भने त्यो रुखको जरा र अनि याका आङ्काहरू 2 र छ नि। त्यो जस्तो बुद्ध धर्ममा भन्ने जरा मूल एउटा र आङ्का 2 छ। आङ्काहरू 2 छ। अब यो पूजा गर्नेको छापछेसी गर्नेहरू अनि सत्यन गर्नेहरू चाहिँ बुद्ध धर्मको के हो? आङ्का हो। अब बुद्ध धर्मको मूल चाहिँ के हो? काङ्गुरोहरू चाहिँ अनि परेर काङ्गुरको मतलबहरू थाहा भएर काङ्गुरको भित्र के भनेको छ, बुद्धले के भनेको छ भने त्योहरू सबै त्यस्तै परेको भनेको होइन, एक गरेर थाहा हुनु गरेर त्यो शब्ददेखि लिएर त्यसको अर्थदेखि लिएर सबै परेर थाहा हुनुपर्छ। त्यस्तो भयो भने त्यस्तो शिक्षा जो होस् बुद्धको शिक्षा भयो भनेदेखि बुद्ध धर्म चाहिँ अब बच्चाको बेलामा भने बचाउन सक्छ। अहिले पूजा मात्रमा गयो भने बुद्ध धर्मको आङ्काहरू त्यसमा मात्र ध्यान
दियो भनेदेखि एक दिन अनि बच्चाहरूले म त्यस्तो धर्म चाहिँदैन भन्छ के न भन्ने एक्जाम्पल उदाहरण अहिले बच्चाहरूले के भन्छ कोही मान्छेहरू के भन्छ हामी त त्यो के भरे क्रिस्चियन धर्म गर्छौँ बुद्ध धर्म नगर्ने भन्छ के न भनेदेखि क्रिस्चियन धर्म गर्यो भनेदेखि त्यो धर्ममा जाँदाखेरि चाहिँ पैसा दिनु पर्दैन रहेछ यता दिन्छ रहेछ भन्छ बुद्ध धर्ममा गयो भनेदेखि पैसा उता दिनुपर्छ जस्तो भन्छ त्यो कुरा सत्य होइन यसो भन्छ नि अब मान्छे पैसाले लोभ हुन्छ होइन ला अब क्रिस्चियन धर्म त धेरै राम्रो छ त्यो त धर्म पनि यता पाउने पैसा पनि पाउने उता के दिनु नपर्ने त्यस्तो रहेछ फेरि बुद्ध धर्ममा गयो भनेदेखि यो शब्दन गर भन्छ यो गर भन्छ यसको लागि पैसा यति चाहिन्छ भनेदेखि कहाँबाट ल्याएर आऊ भन्छ होइन पहिला एउटा तामाङ एउटा भयो यो सबै कुरा त्यो तामाङ चाहिँ पहिला बुद्धिस्ट रहेछ त्यो तामाङले चाहिँ बिचरा उसले चाहिँ जग्गा अलिकति रहेछ त्यहाँदेखि त्यो तामाङलाई चाहिँ आफ्नो आमा एउटा रहेछ अनि आमा चाहिँ बिस्तारै बिस्तारै चाहिँ आमा चाहिँ खस्यो रहेछ त्यसको पछि शब्दन गर्नुपर्ने भयो दिन्जी एक दिन्जी ताम्बो दिन्जी निपा दिन्जी सुम्बो भनेर अनि उसले बिचरा अब पैसा नभएको कारणले बिस्तारै बिस्तारै घरको त्यो सामानहरू बेच्दै पूजा गरेछ फेरि पछितिर चाहिँ अब त्यसले नपुगेर चाहिँ अनि घरको यताउता जमिनहरू चाहिँ बेचेर चाहिँ गरेछ फेरि त्यो पनि नपुगेर चाहिँ ठाउँमा देला कर्सपी तानेवा गेवाको दिनमा यत्रो मान्छे आउने भएको कारणले अब उनी चाहिँ धेरै गाह्रो परेछ मेरो त पैसा सबै सित्यो जग्गा पनि के त्यो बेचेर सक्यो भनेर अनि पछि उसको मनमा के हो हाम्रो धर्म चाहिँ भनेर आइरहेछ कि हाम्रो धर्ममा यस्तो पैसा दिनुपर्ने यस्तो गर्नुपर्ने के हो भनेर आइरहेछ त्यहाँदेखि उसले चाहिँ रिस पनि आयो रहेछ मन पनि दुख्यो रहेछ आमा पनि मर्यो जग पनि गयो ल क्रिस्चियन धर्ममा जाउँ भनेर चाहिँ ऊ गयो रहेछ फेरि क्रिस्चियन धर्ममा गएर चाहिँ उसले परेर चाहिँ क्रिस्चियन धर्मको लामा भयो रहेछ त्यो फेरि उसले चाहिँ अनि उसले ऊ आफै पनि पैसा भएको धर्म पनि भएको सबै भयो रहेछ अनि उसले एउटा मान्छेले भन्यो दुईवटाले भन्यो त्यसो गरेर बिस्तारै बिस्तारै कहाँ रे त्यो जग्गाको नाम चाहिँ बिर्स्यो त्यहाँ चाहिँ 500 तामा क्रिस्चियनमा भयो रहेछ ऊ एउटा मान्छेले गरेर त्यस्तो भयो रहेछ त्यसो कारणले चाहिँ अब सत्य हामीले राम्रो नसोच्यो भने ध्यान दिएर सब छेने सब छेने वास्ता गरेर नसोच्यो भनेदेखि पछि बिस्तारै बिस्तारै आफू बौद्ध मान्छेले आफ्नो धर्मलाई हेर्ने आफ्नो धर्म नराम्रो छ भन्ने कुरा चाहिँ हुनसक्छ त्यसो कारणले मैले आज के भन्न चाहन्छु बुद्ध धर्मको भित्र मुलुक एउटा छ मुलुक वा मूल एउटा छ जरा दोस्तो एउटा छ एउटा चाहिँ हाँगा दोस्तो छ हाँगा दोस्तो पनि हामीले राख्नु पर्यो पूजा गर्नु पर्यो पुण्य चाहियो तर धेरै नै मन चाहिँ कहाँ जानुपर्छ मूलमा जरामा हामीले राम्रो सोच्नुपर्छ अब जरामा हेर्दाखेरि बुद्ध धर्म टपसँग गरे थस्यो उत्तम हो किन भनेदेखि अहिले वर्ल्डको भित्र एउटा खर्सा छन्दु छलफल गर्ने एउटा मिटिङ छ त्यसको नाम हो माइन्ड एन्ड लाइफ कन्फरेन्स भने त्यो चाहिँ वर्ल्डको भित्र धेरै सबभन्दा ठुलो मिटिङ एउटा छ त्यो त्यसको भित्र चाहिँ हाम्रो बौद्धदेखि दलाई लामाजी जानुहुन्छ गेसी खेम्बाहरू जानुहुन्छ उताबाट वैज्ञानिकको अनि ज्ञानीहरू आउँछ फिलोसफरहरू साइन्टिस्टहरू अनि एजुकेटेड पिपलहरू आउँछ त्यो चाहिँ 1 वर्ष 2 वर्षमा एकचोटि हुन्छ म 2-3 चोटि त्यसमा गएको अब त्यसमा चाहिँ वैज्ञानिकहरूले के भन्छ भनेदेखि वैज्ञानिकहरूले यो संसारमा भएको धर्ममा हामीले चेक गरेको मतलब चाहिँ सिमजुक छ अनुसन्धान गरे खोज तलास गरे बुद्ध धर्म चाहिँ धर्मको भित्र अनि युनिक धेरै त्यो
ज्ञानी धर्म रहेछ भनेर उनीहरूले चाहिँ अनुसरण गरेर थाहा भएको छ। त्यसको कारणले हजुरहरूले पनि देख्दैछ सुन्दैछ नि कुइरीहरू विदेशमा यस्तो पैसा छ यस्तो घर राम्रो छ तर पनि नेपाल जस्तो इन्डिया जस्तोमा आएर फेरि तिब्बतको गुरुहरू गिसियाहरू खेम्बुका आएर त्यो खर्च दिएर हैन कुरा पनि उले तिब्बतको कुरा आउँदैन त्यो भिजा पनि मिल्नु गाह्रो भिजा लिएर पैसाहरू सबै त्यो गरेर चाहिँ तिब्बतको कुराहरू बिस्तारै सिकेर अहिले दलाइ लामा जी साक्या कुमारपछि यस्तो महान गुरुहरूले टिचिङ धर्मदेश दिनु बेलामा कति कुइरो आउँछ रहेछ त्यो कुइरोहरू चाहिँ यौमा भन्छ त्यो कुइरोहरू पागल होइन नि दिमाग नभएको होइन नि उनीहरूलाई त पैसा छ यो कसा मोडर्न एजुकेसन कसा आधुनिक शिक्षामा धेरै हाई लेभल पुगेको हो नि तर भने अझै उनीहरूलाई यो बुद्ध धर्म चाहिँ एउटा चाहिने कुरा रहेछ भनेर ध्यान दिएर आएको कुरा त्यसले के प्रुफ हुन्छ भनेदेखि बुद्ध धर्म चाहिँ एउटा साइन्टिफिक धर्म हो बुद्ध धर्म चाहिँ एउटा उत्तम धर्म हो अब बुद्ध धर्म उत्तम हो भने चाहिँ बुद्ध धर्मको भित्र भएको मूल जरादेखि हेरेर थाहा भएको पूजादेखि हेरेर थाहा भएको होइन त्यो कुइरोहरूले पूजा चाहिँदैन कुरा थाहा भयो त्यसको कारणले अब हामी बौद्धहरूले के गर्नु पर्यो भनेदेखि पूजा सुजा पनि गर्दै जाने तर बुद्ध धर्मको मूल चाहिँ के हो भनेर सबैले थाहा हुनुपर्छ खास हामी यो यङ जेनेरेसन बच्चा स्कुलमा पढ्ने बौद्धहरूले बुद्ध धर्मको मूल चाहिँ के रहेछ भनेर थाहा हुनुपर्छ त्यस्तो भएदेखि हाम्रो धर्म चाहिँ बजाएर बस्न सक्छ भनेर यो भन्न चाहन्छु त्यसको कारणले अहिले म अनुरोध के गर्न चाहन्छु भनेदेखि यहाँ हाम्रो यो समाज भयो अर्को समाज भयो बौद्धको समाज धेरै छ नि त्योहरू सबै मिलेर आफ्नो समाजको भित्र धर्म पर्नु एउटा तरिका बनाउनुपर्छ हाम्रो समाज हो भनेर चाहिँ यो समाज हो यो समाजको गुम्बा हो भनेदेखि पुजारीको गुम्बा जस्तो सोच्यो भनेदेखि त्यो पछि राम्रो हुँदैन यो समाजको गुम्बा हो भनेदेखि बुद्ध धर्म पढ्नु ठाउँ हो भनेर थाहा हुनुपर्छ यो चाहिँ हामीले बन्नु यो मैले त्यस्तै भनेको कुरा होइन यो ध्यान दिनुपर्ने कुरा यो भविष्यमा त्यो ध्यान त्यसो कारणले हाम्रो आफ्नो समाजमा गुरुले चेलाहरूलाई अनि पूजा पनि गर्ने त्यो सँगै चाहिँ धर्म पराउने चाहिँ धेरै ठुलो कुरा हो यो चाहिँ बिस्तारै अब पहिला नै हामीले के थाहा हुनु पर्यो हामी बौद्ध भने बौद्ध भएको कारणले गुरुले अनि बौद्ध चेलाहरूलाई बुद्ध भने यस्तो हो धर्म भने यस्तो हो त सङ्घ भने यस्तो हो बुद्ध धर्म सङ्घले जोड्नु पर्ने कुरा चाहिँ यस्तो हो भनेर त्यो सबै एक एक गरेर चाहिँ सिकाउनु पर्छ अब बुद्ध धर्म त्यस्तो सिकाएर धर्मको कुरा चाहिँ आउनु पर्यो त्यो सँगै बिस्तारै सक्यो भने गेसियाहरू खेम्बाहरू बोलाएर अनि बुद्धिस्ट साइन्सको बारेमा पढ्नु पर्यो त्यो सकेर बुद्धिस्ट फिलोसफीको बारेमा पढ्नु पर्यो त्यो सकेर बुद्धिस्ट मेडिटेसन एन्ड प्र्याक्टिसको बारेमा पढ्नु पर्यो त्यस्तो भयो भनेदेखि अनि हाम्रो यो समाजहरू धेरै राम्रो हुन्छ अब त्यो एउटा समाजले गर्ने अरूले पनि गर्ने सबैले गर्दै अब बाजे मेमे इबाहरू भयो आमा बाबुहरू भयो बच्चाहरू पनि बुद्ध धर्ममा लाग्यो भने बिस्तारै सबैले पैसा भएको मान्छेले पैसा सुक्रिने बल भएको मान्छेले बल धर्मको लागि त्यो सबै निकालेर त्यो युज गरेर सरसह गरेर अनि हाम्रो पोखरा हाम्रो नेपालमा बिस्तारै बुद्धिस्टकै बौद्धकै स्कुल बनाउने बिस्तारै बौद्धकै इन्स्टिट्युट बनाउने बिस्तारै बौद्धकै युनिभर्सिटी बनाउने के खर्च नेपाल के होला त स्कुल बौद्धको स्कुल बनाउने इन्स्टिट्युट बौद्धको अध्ययन केन्द्र बनाउने युनिभर्सिटी
उच्च स्थानको अध्ययन केन्द्र बनाउने त्यस्तो भयो भनेदेखि हाम्रो धर्म चाहिँ धेरै राम्रो बचाउन सक्छ भने म यो चाहिँ अनुरोध गर्न चाहन्छु। अब टाइम कति पुग्यो? ठट्टाउटै छ। अब यति चाहिँ म आज भन्न चाहन्छु। अनि अब यो चाहिँ यति भनौँ। अनि तपाईँहरूले केही ठेवा क्वेसन जिज्ञासा केही प्रश्न छ भने भन्नुहोस्। आज चाहिँ हाम्रो एउटा मौका हो।